सर्वप्रथम यहाँ उपस्थित सम्पूर्णलाई म यस कक्षा 6 मा अध्ययन गर्ने छात्रवृत्तिका बिन्दुको हार्दिक धन्यवाद व्यक्त गर्दछु। गत हप्ता हामीले परियोजना कार्यमा आफ्नो साथीलाई चिठी लेख्न पढाइबारे र विद्यालयबारे केही जानकारी दिन भन्नुभएको थियो। मैले खाम सहित बनाएको छु। मेरो खाम यस्तो प्रकारको छ। प्रिय साथी, दिनेश मिठो सम्झना, यहाँ हामी सबै आराममा छौँ। त्यहाँ केही पनि सकुशल छौँ भन्ने आशा गर्दछु। मेरो विद्यालय र पढाइको बारेमा केही जानकारी दिन यो पत्र लेख्दैछु। मेरो विद्यालयको नाम आइडियल इङ्ग्लिस सेकेन्डरी हो। हाम्रो विद्यालय निकै सफा र शान्त व्यवस्थित छ। विद्यालय पर्याप्त कक्षाकोठा, पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्प्युटर कक्षा र खेल मैदानको राम्रो व्यवस्था छ। यहाँका शिक्षक शिक्षिकाहरू मेहनती, अनुशासित र सहयोगी हुनुहुन्छ। मेरो पढाइ राम्रोसँग भइरहेको छ। म नियमित रूपमा विद्यालय जान्छु र सबै विषय ध्यान दिएर पढिरहेको छु। हालै भएको परीक्षामा मैले राम्रो नतिजा ल्याएको छु। शिक्षकहरूले पनि मेरो पढाइ र अनुशासनको प्रशंसा गर्नुभएको छ। अब आउने परीक्षामा अझ राम्रो अङ्क